आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। सम्माननीय प्रधानमन्त्रीज्यू हुनुहुन्न, यो विषयमा म आपत्ति जनाउन चाहन्छु। सरकारको प्रमुख नेतृत्व गरिरहनु हुने उहाँले नै पेश गरेको नीति तथा कार्यक्रममा हामी छलफलमा छौँ। थुप्रै माननीयज्यूहरूको राम्रा राम्रा विचारहरू मैले सुने। सम्भवतः यो अघिल्लो रोमा बसेर सुन्ने अलि धेरै समय मैले नै सुने होला। जीवन सिकाइ हो, हरेक पल हामीले सिकिरहनुपर्छ, अरूलाई सुनिरहनुपर्छ, अरूले के भन्छन् सिकिरहनुपर्छ। यति महत्त्वपूर्ण विषयमा हामीले छलफल गरिरहँदाखेरि सरकारको प्रमुख जसले चाहिँ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो उहाँले हामीलाई सुनिरहनु भएको छैन। उहाँले लाइभमा सुनिरहनुहुन्छ अथवा भोलि भरै सुन्नुहुन्छ भन्ने कुरा पनि होला। तर यो संसदको मर्यादा विपरीत छ, संसदको परम्परा विपरीत पनि छ। यहाँ पूर्ववक्ता हामीभन्दा धेरै अनुभवी माननीयज्यूहरूले पनि इतिहासका कुराहरू पनि थुप्रै राखेर जानुभएको छ। म माग गर्न चाहन्छु उहाँ यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नु भएन, तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहिँ विश्वास लिएको छु। यदि उहाँ आउनुहुन्न भने हामी श्रम संस्कृति पार्टी चाहिँ बाहिरिनेछौँ। हामीले अरूबाट हामीले सुन्नुपर्ने स्थिति होइन। यो एउटा सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन। त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ। अब यहाँ थुप्रै माननीयज्यूहरूले आफ्नो विचारहरू राख्नुभयो, म धेरै आफ्नो विचार राख्न पनि चाहन्न। थुप्रै विषयहरू आइसक्यो। हामी नेपाली त्यति धेरै जान्ने, गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन।